Hi everyone, welcome to Suju Vlogs. For more videos like this, please like and subscribe. Press the bell icon. हेलो गाइस आज चाहिँ हाम्रो नयाँ च्यालेन्ज हुँदैछ फुड च्यालेन्ज अनि फुड च्यालेन्जमा चाहिँ हामीले यत्रो यत्रो बनाइराखौँ खानेकुराहरू आज चाहिँ जसले पहिला खानेकुरा सकायो अनि त्यसले चाहिँ यहाँ हाम्रो कोक चाहिँ खान पाउँछ फुड चाहिँ एकदम स्पाइसी छ ल च्यालेन्ज भरि नै पानी खान नपाउने हाम्रो च्यालेन्ज भरिमा चाहिँ कसैले नि पानी खान पाउँदैन जो फर्स्ट यो भ्यायो खानेकुरा त्यसले चाहिँ अनि यो फर्स्ट चार्ज चाहिँ कोक हान्छ अरूले चाहिँ पानी खान्छ यो चाहिँ हाम्रो च्यालेन्ज हो ल हामी चाहिँ अब स्टार्ट गर्न गइरहेका छौँ ल लेट्स सी अब के हुन्छ कसले जित्छ है त हाम्रो च्यालेन्ज भरिमा चाहिँ हाम्रो चाहिँ यहाँ सन्दीप भाइ हुनुहुन्छ यहाँ चाहिँ मेरो बुढी भइहाल्यो अनि यहाँ चाहिँ सुस्मिता बहिनी सुस्मिता बहिनी ल सबैले ल खानेकुराहरू राखौँ ल यो हाम्रो सबको एक एकवटा छ यहाँ चाहिँ हाम्रो अन्डा छ ससेज छ रामेन छ अनि पिरो एकदम स्पाइसी चटपट छ ल हेरौँ है त हाम्रो चाहिँ हामीले चाहिँ अब यो खाने भनेको पुरै नेपाली स्टाइलमा हो गाइस मन्जाला र हातमा यसरी ल लेट्स सी अब हेरौँ के हुन्छ है त 3 2 1 स्टार्ट ल सन्दीप भाइ चाहिँ नबोलिकन खा ल चपाउन ढिला हुन्छ क्या तपाईँ युट्युब मेन होइन बोल्नु बेला गर्नु न म हार्छु नि त अनि फेरि एउटा गरेर खाउँ न भाइ यो त हाम्रो ससेज अच्छा खाऊ ल पिरो चाहिँ वाइल छ बरु रामेन लास्ट भिडियो चाहिँ घाँटीमा गल्ला है त्यही भएर आस्ते आस्ते हो एकदम इमर्जेन्सी कन्डिसनमा चाहिँ खान पाइयो ल त्यो घाँटीमा अटेर साफ जान लाग्यो भने मेरो भिडियो चाहिँ एकदम रिस्की छ त्यही भएर कसैले पनि ट्राई नगर्नु होला घरतिर मेरोमा त रामेन धेरै हाल्दै थियो कि हो त्यस्तो बिटा खानु न तपाईँ कति राख्नु कति राख्नु मेरो खाना अब सुत्ताको म खाएर धेरै राम्रो कस्तो मिठो हो सर यो सन्दुकमा खानु लाग्यो पल्ला लाग्यो त खान पाउँदैन है डिपेन्ड कसरी सिगान आयो सिगान पुस्न टाइम छैन क्या सिगान पनि चुहाएर खाने हो क्या एकछिन टाइम दिएको बरु छिटो न छिटो कुक खाइहाल्छु बच्चा खान्छ अनि सकाल बजा म त इन्जोय गरिरहेको गाइस त्यो चटपट खाइसक्यो नि त मैले खाएन झटपटको खुर्सानी पनि फाल्न नपाएँ केक पनि फाल्न नपाएँ चटपट वाइल पिरो खायो
नामबाट सिकान्छु मलाई है पानी खानु पानी खानु पर्यो सन्दीप भाइले को खायो कि मलाई थाहा भइसक्यो जसले खायो नि हामीलाई नि एकछिन चाहिँ देऊ न ल त्यो पनि पाउनु नि बुझ्नु पनि भाइ सन्दीप भाइले याद छ छिटो खाएको गर्दैन है गर्दैन अन्त पेटभित्र आएको गुल्ला ओए के गर्ने ला तातो भयो है तर चटपटको खुर्सानी फाल्न पाएँ है आफै फालेर न नपायो नपाइ नपायो अनि चाखमा त आइसकेको बुझ्छ चाकमा आइसक्यो तातो बाँधेर हिँड्नुपर्छ फ्रिजमा गएर बस्ने हो क्या फ्रिजमा गएर भोलि त अनि टोइलेटमा हो त भाइ आउँछ सन्दीप भाइ त्यो सल्लक्क पार्नुपर्छ ल खुर्सानी भाइ गाई अलिकति मात्र आयो मैले सन्दीप भाइले भइसक्यो यार कुखन बनाएर खान्छ क्या हातमा अड्किन्छ कन्फिडेन्स हेर पोखर बनाउने झगडा हेर ओइ गाएर बस्दिनु म पनि लिएर ल लगभग त्यो पनि खाइदिन्छ है बिस्तारै यसले उ गर्छ भने त्यो जम्मै त नुख्ने त्यसो हुन्छ निल्नुपर्छ ल निल्नुपर्छ पहिला त्यस्तो खानुपर्छ है तिमीहरूले भ्यायो दुईजना भ्यायो भने च्यालेन्ज सकिन्छ है सकिन्छ क्यामेरा आमा पर्छ पहिला पाठले लाइक त सन्दीप भाइले पाएँ मैले चाहिँ पानी फेरि नयाँ रुल चल्छ है जसले खान्छ त्यसले डुम्पी खान्छ दुख्ने गरी लास्टमा अन्डा खाएर पिरो नभएको है त्यही भएर राखेको मैले अन्डा सुरुमा अन्डा खायो भने चटपटी ल्याङ गर्दो रहेछ कि अरू त बरु खानु सकिने है त्यो भएर म चटपटी राख्ने सँगसँगै मैले खाइदिएको मिठो भयो क्या सक्यो खोइ त तिमीहरूले भ्याएको खोइ भ्याउनु पर्छ ल टोइलेट सोर्छ हात हालेर नभ्याउने चाहिँ डुम्की राख्छ नि गरेर कक्रक्कै पर्ने गरेर भोलि काममा जाने नसक्ने गरेर है ल गाइस म चाहिँ सेकेन्ड भएँ हाम्रो सन्दीप भाइ चाहिँ फर्स्ट भयो कोक चार हालिरहेको के भन्नु हेर्नु मैले कोक पाएँ पेट पनि दुख्यो अहिले त अलिअलि त बुझ्नु
माफी चाहनु पनि छैन हामीले त्यो च्यालेन्ज खानेकुरा च्यालेन्जमा मलाई सक्दैन कि कसैले नि विशालले भेटाउनु भयो अलिकति भेटाउनु चाहिँ जस्तो लाग्थेन अलिकति मात्र है तिमीले चटपट त्यो रामेनमा मोल लिएर आएको भएर चाहिँ अनि चाह जान्थ्यो कि फर्स्टमा विशालले तर तँलाई भेटाउनु हुन्छ भन्ने लाग्थेन कस्तो पनि लाग्थेन मलाई ल गाइस आजको भिडियो चाहिँ यति नै हो आजको फुड च्यालेन्ज चाहिँ रमाइलो भयो यिनीहरूले क्विट गरे मैले थाहा पाइसकेँ ल नेक्स्ट टाइम पनि हामी अर्को फुड च्यालेन्ज लिएर आउनेछौँ ल हजुरहरूले राम्रोसित कमेन्ट लाइक सब्सक्राइब गरिदिनु भयो भने चाहिँ सन्दीप भाइको विनरको प्राइज चाहिँ कोक हो पाइँदैन ल पाइँदैन कोक खानु ल गाइस ल आजको फुड च्यालेन्ज चाहिँ यति हो बाई Thanks for watching. Subscribe our channel.